गाडी फ्यामिली ट्रिप अब यो दसैँपछि अब सबैजना उदयपुर गाडी जाने सभा भयो। अहिले चाहिँ हामी उदयपुर गाडी जाँदैछौँ। हाम्रो लुगाहरू थलो यता हाम्रो ड्याड हुनुहुन्छ, यता हुनुहुन्छ हाम्रो ठुलो बा, उता बडी दर्शन, उता हुनुहुन्छ हाम्रो ठुलो दाइ मम्मी ड्राइभर दाइ नानु दाइ सुलभ सोका दाइ ल अनि विकास दाइहरू पनि आउँदै हुनुहुन्छ र विशाल दाइहरू पनि कटारीबाट आउनुहुन्छ, जोडिने हुन्छ नेपाटारमा हाम्रो छ हो ल भयो Hello everyone, it's me Saugat Achame and I am here with my family. We are heading towards Udaipur, Purana Gadi. बडा दशैंको सबैभन्दा अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन हामी सम्पूर्ण परिवार आछामे परिवार चाहिँ हाम्रो पुरानो ऐतिहासिक ठाउँ उदयपुर गढीको यात्रामा छौँ। मौसमले पनि राम्रै साथ दिइरहेछ। यो 2-3 दिनको अविरल वर्षा पछाडि आज मौसम राम्रैसँगले खुलेको जानकारी गराउँदै आज हामी चाहिँ उदयपुर गढी पुरानो गढीसम्मको यात्रामा अगाडि बढ्दैछौँ। अहिले चाहिँ हामी राजाबास लगभग राजाबासतिर आइपुग्यौँ र हाम्रो यो उदयपुर गढीमा चाहिँ जम्मा 5औं पुस्तासम्मको चाहिँ इतिहास छ। सुरवीर परियारदेखि अक्षवीर परियार जिजु हजुरबा र हाम्रो हजुरबा बिरमान परियार र मेरो आदरणीय ठुलो बुवा कटारी जाने काठमाडौँ जाने हामीले यो चाहिँ हाम्रो यो रोड उताको चाहिँ हाम्रो बजार यो माइला बाजेको हैन अलिक यो रोड छैन आली सिस्टम छैन। किन गर्थ्यो नेपालटारबाट चाहिँ हामी उकालो लाग्यौँ। त्यसले लागिसक्यो अहिले उकालो उदयपुर गढीतिर जाँदैछौँ। अहिले चाहिँ हामी उदयपुर गढी पुगेर आइसकेको छौँ। ल मम्मी हिँड्दै हुनुहुन्छ अगाडि, ठुलो बा स्टेट हुनुहुन्छ।
हाम्रो हामी आएको गाडी आएको छ। फाइनली यति बेला चाहिँ हामी उदयपुर गढी गाउँपालिका यहाँ पुरानो गढीको गेट चाहिँ प्रवेश गरिसकेका छौँ। उदयसेन राजाले चाहिँ राज्य गरेका यो यहाँ पूर्वमा 22वटा राज्य र पश्चिमतर्फ 24वटा राज्य मध्ये चाहिँ यो उदयपुर गढीमा पनि एउटा राज्य थियो यहाँ पनि। यो पारी चाहिँ ठुलो ढुङ्गा रहेको छ मेरो मामाले गाउँ र अहिले चाहिँ हामी गढीमा छौँ। पानी परिरहेको छ यति बेला। अब चाहिँ हामी यहाँबाट डाइरेक्ट नेपालका जाँदैछौँ, मिठा चाहिँ खानेछौँ। हामी चाहिँ अब घरतर्फ फर्किँदैछौँ। आजको दिन हाम्रो रमाइलोसँगले बित्यो। अब चाहिँ हामी घरतिर लाग्दैछौँ, नेपालका राइड्न लाग्यौँ।